हेलो दर्शन नमस्ते सम्पूर्ण साथीहरूलाई मेरो भिडियोमा स्वागत छ। साथीहरू, जीवनमा दुःखहरू धेरै आउँछन्, समस्याहरू धेरै आउँछन्। साथीहरू, यहाँ दुःखमा कसैले साथ दिँदैन। साथीहरू, यहाँ तपाईँ उकालो चढ्दा होस् या ओह्रालो चढ्दा होस्, तपाईँ आफैले लौरी टेकेर उकालो चढ्नुपर्छ, आफैले अघि बढ्न सक्नुपर्छ। यहाँ कसैको सहारा लिएर अघि बढ्नु खोज्नु भने तपाईँलाई लडाउँछन् है साथीहरू। यहाँ तपाईँका आफ्नैहरूले कहिले पनि माथि पुग्नु दिँदैन अनि उनीहरूले तपाईँ हामीभन्दा माथि पुग्छ भनेर तपाईँलाई सधैँ तल झार्न खोज्छन् क्या उनीहरूले। त्यही भएर अरूको इसारामा हिँड्ने मान्छे कहिले पनि जीवनको लक्ष्यमा पुग्न सक्दैन। साथीहरू, मान्छे एकचोटि हार्छ, दुईचोटि हार्छ, तिनचोटि हार्छ, चारचोटिको चला अवश्य सफल भइन्छ। साथीहरू, हामीले सही बाटो सद्मार्गमा हिँडिरह्यौँ भने एक दिन अवश्य गन्तव्यमा पुगिन्छ। साथीहरू, त्यसैले हाम्रो यहाँ पनि अब विदेशमा पनि त्यस्तै छ क्या साथीहरू। अब बिगार्ने साथीहरू धेरै हुन्छन् होइन, कोही गलत बाटोमा हिँडिरहेका छन्। उनीहरूलाई त्यस्तो साथीहरूलाई छ भने तपाईँले व्यवस्था गरेर हिँड्नुपर्छ क्या। सही मान्छेलाई सही मान्छे चुनेर हिँड्ने गर्नुहोस् है साथीहरू। आफ्नो गलत बाटोमा चुन्ने मान्छेलाई मैले कहिले पनि साथ दिँदैन यहाँ आएर पनि। हस्, धन्यवाद।